ओ बहिनी कहाँ हिँडेको हो यति सटक्क परेर? लाइसेन्स लिन हिँडेको लाइसेन्स सेन्टरमा। ए अनि तिमी त हिजो मात्रै लाइसेन्स ट्रायल दिएर आएको होइन अनि आज नै लाइसेन्स बन्यौ त? नेपालमा पनि यस्तो अचम्म हुन थाल्यो। अहिले त 24 घन्टामै बन्छ नि त लाइसेन्स। 24 घन्टामा? ल त्यसो भए त यो मेरो पनि चेक गरेर आउँ त। यो त मेरो 4 वर्ष अगाडि मैले ट्रायल दिएको। 4 वर्ष अगाडि? अनि अहिलेसम्म म 10 चोटि पुगेँ। हेर त यो, त्यसमा डेट पनि हेर 2022 सालको छ। हो त रहेछ त, किन यत्रो ढिलो? 4 वर्ष अगाडि पहिलाको सरकारमा त्यस्तै थियो। 4 वर्ष 5 वर्ष लाग्थ्यो लाइसेन्स हुनलाई। अब अहिले पो अचम्मै भएछ। अहिले त छिट्टै हुन्छ। म त फर्स्ट टाइमै दिएको हो, पास पनि भयो, अब लिनु हिँडेको। ए के हुन थाल्यो यार नेपालमा पनि। तपाईँ नि जाउँ न त सँगै। म जान्न, तिमीले चेक गरेर लिएर आउन है। ल ल ल हुन्छ, ल राम्रोसँग गएर आऊ है।